3.5 वर्ष अघि कतारको लुसेल मैदानमा फिफा विश्वकप 2022 को उपाधि जितेको अर्जेन्टिना फेरि एकपटक विश्वकप उपाधि नजिक छ। लियोनल मेस्सीको प्रेरणादायी प्रदर्शन अनि टिम एकताको भावनामा अर्जेन्टिनाले फिफा विश्वकप 2026 को फाइनल पुगेको हो। साबिक विजेता अर्जेन्टिनाले अपराजित यात्रालाई कायम राख्दै लगातार दोस्रो पटक फाइनल पुगेको छ। अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गर्दा 100% जित हासिल गरेको छ, तर यो यात्रा भने उत्तर चढावपूर्ण रह्यो। त्यसमा अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति नै टिम युनिटी रह्यो। मेस्सीको कप्तानीमा अर्जेन्टिनाले जस्तोसुकै अवस्थामा पनि खेलको नतिजा पल्ट्याउन सक्ने र हार नमान्ने छवि देखायो। केही खेलमा रेफ्रीको निर्णय विवादित बने पनि मैदानमा अर्जेन्टिनाको प्रदर्शन भने उत्कृष्ट रह्यो। 2022 मा कतारमा विश्वकपको उपाधि जित्दै 36 वर्षको उपाधि खडेरी तोडेको अर्जेन्टिना यसपटक अर्को इतिहास रच्ने लक्ष्यमा छ। स्पेनसँग सोमबार बिहान फाइनल खेल्ने तयारीमा रहेको अर्जेन्टिना विश्वकपमा उपाधि रक्षा गर्ने तेस्रो टोली बन्ने सङ्घारमा छ। सन् 1962 मा ब्राजिलले विश्वकपको उपाधि रक्षा गरे यता कुनै पनि टोलीले लगातार 2 पटक उपाधि जित्न सकेका छैनन्। 64 वर्षपछि अर्जेन्टिना त्यो इतिहास दोहोर्याउने लक्ष्यमा छ। इतिहास रच्नबाट एक कदम मात्र टाढा रहेको अर्जेन्टिनाको यस विश्वकपको फाइनल यात्रा पनि शानदार, रोचक र कुनै महाकाव्य जस्तै बनेको छ। यस संस्करणमा अर्जेन्टिनाको प्रदर्शन केही अस्वाभाविक, केही अप्रत्याशित, केही नाटकीय र अद्भुत खालको देखियो। समूह जेमा रहेको अर्जेन्टिनाले अपेक्षा अनुसार नै यसपटक 3वटै खेल जितेर शानदार सुरुवात गरेको थियो। 4 वर्ष अघि कतार विश्वकपको पहिलो खेलमै साउदी अरबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले यसपटक त्यो गल्तीबाट पाठ सिक्दै समूह चरणमा 100% नतिजा निकाल्यो। अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई सहजै पराजित गर्दै अर्जेन्टिना समूह विजेता बन्यो। समूह चरणमा शानदार प्रदर्शन गर्दै अर्जेन्टिनाले सुरुमै यसपटक आफू उपाधि रक्षा गर्न आएको संकेत गरिसकेको थियो। कप्तान लियोनल मेस्सीले सुरुवाती खेलदेखि नै गजबको प्रदर्शन गर्दा अर्जेन्टिनाले सहजै खेल जित्यो। समूह चरणमा 3 खेल जित्दा जम्मा 1 गोल मात्र बेहोरेको थियो। कप्तान मेस्सीले पहिलो खेलमै ह्याट्रिक गरेपछि अर्जेन्टिनाले अल्जेरियालाई 3-0 ले हरायो। त्यसपछि अस्ट्रियालाई 2-0 र जोर्डनलाई 3-1 ले पराजित गर्यो। समूह चरणको 3वटै खेल जितेर अघि बढेको अर्जेन्टिनाले त्यसपछि लगातार 4 खेल जित्दै फाइनलमा स्थान बनाएको थियो। हरेक जितमा फरक किसिमको कथा देखियो। समूह चरणमा अर्जेन्टिनाले जति सहज जित निकालेको थियो, नकआउट चरणमा जित हासिल गर्न उत्तिकै चुनौतीको सामना गर्नु पर्यो र त्यो रोमाञ्चक पनि रह्यो। यसपटक थप गरिएको नयाँ नकआउट चरण अन्तिम 32 मा नयाँ टोली केप भर्डे विरुद्धको खेलदेखि सेमिफाइनलमा इङ्ल्यान्डसम्म भेट्दा अर्जेन्टिनाको राम्रै परीक्षा भयो र त्यो सबै पार गर्दै अर्जेन्टिनाले आफू उपाधिको दावेदार भएको प्रमाणित गर्यो। अर्जेन्टिनाले यसपटक नकआउट चरणमा वास्तविक च्याम्पियनको शैली देखायो। 4 मध्ये 2 खेल निर्धारित समयमा जितेको अर्जेन्टिनाले 2 खेल भने अतिरिक्त समयसम्म पुगेर जित्यो। विशेष गरी इजिप्ट र इङ्ल्यान्ड विरुद्धका खेलमा रोमाञ्चक पुनरागमन जित मध्येका रहे। यी दुवै खेलमा सुरुवाती चरणमा पछि परेको अवस्थालाई उल्ट्याउँदै अर्जेन्टिनाले शानदार कमब्याक गर्यो। खेलको अन्तिम मिनेटसम्म पनि हिम्मत नहार्ने र जुझारु खेल प्रदर्शन गर्ने अर्जेन्टिनी खेलाडीहरूको शैलीले उनीहरू दबावमा झन निखारिन्छन् भन्ने प्रमाणित गरिदियो। राउन्ड अफ 32 मा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले 2 पटक पछि परेर पनि अर्जेन्टिनालाई कडा चुनौती दिएको थियो, तर अर्जेन्टिनाले अतिरिक्त समयमा केप भर्डेलाई 3-2 ले पराजित गर्दै अघि बढ्यो। प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले अझ ठूलो चुनौती सामना गर्यो। मोहम्मद सलाहको इजिप्ट विरुद्ध 2 गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम समयमा 3 गोल फर्काउँदै शानदार कमब्याक जित निकाल्यो। यसमा मेस्सीले प्रेरणादायी प्रदर्शन गर्दै 1 गोल र 1 असिस्ट गरे भने एन्जो फर्नान्डेजले नायक बन्दै इन्जुरी टाइममा विजयी गोल गरे। त्यसपछि क्वार्टर फाइनलमा अर्जेन्टिनाको भेट स्विजरल्यान्डसँग भयो, जहाँ सुरुवाती अग्रता अर्जेन्टिनाले नै लिएको थियो, तर निर्धारित समयमा गोल बेहोरेपछि खेल बराबरीमा पुग्यो र अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलमा अर्जेन्टिनाले 3-1 को जित हात पार्दै सेमिफाइनलमा स्थान बनायो। सेमिफाइनल अर्जेन्टिनाको लागि अझै नाटकीय बन्यो। पहिलो हाफ गोल रहित बराबरी अनि 55औं मिनेटमा गोल बेहोरेको अर्जेन्टिना 85औं मिनेटसम्म 1 गोलले पछि परेको थियो। विश्व विजेता अर्जेन्टिना विश्वकपबाट बाहिरिनबाट केही मिनट मात्र टाढा थियो भने इङ्ल्यान्ड 60 वर्षपछि फाइनल पुग्नबाट निकै नजिक थियो, तर खेलले नाटकीय रूपमा फरक मोड लियो। मेस्सीको 2 असिस्टमा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलमा अर्जेन्टिनाले पुनरागमन गर्दै इङ्ल्यान्डलाई 2-1 ले हरायो र लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गर्यो। मेस्सीले पछिल्लो 2 खेलमा गोल गर्न नसके पनि असिस्ट दिएर नायक बने। सुपर सब मार्टिनेजले एक पटक फेरि इन्जुरी
टाइममा गोल गर्दै टिमलाई जिताए। अर्जेन्टिना यसपटक उपाधि रक्षा गर्ने अभियानमा निकै नजिक छ नै। अर्को ऐतिहासिक मोडमा पनि उभिएको छ। अर्जेन्टिना विश्वकपमा लगातार दोस्रो पटक फाइनलमा पुगेको यो पनि दोस्रो पटक नै हो। यसअघि डिएगो म्याराडोनाको एरामा अर्जेन्टिनाले सन् 1986मा म्याराडोनाकै कप्तानीमा विश्वकप उपाधि जितेको थियो। 4 वर्षपछि 1990को विश्वकपमा पनि फाइनल पुगेको अर्जेन्टिना पश्चिम जर्मनीसँग पराजित हुँदा उपविजेता बनेको थियो। अहिलेसम्म विश्वकप इतिहासमा लगातार 2 टोलीले मात्र उपाधि रक्षा गरेका छन्। इटालीले सन् 1934 र 1938 तथा ब्राजिलले 1958 र 1962मा विश्वकप लगातार जितेको थियो। अर्जेन्टिना सामु अहिले आफ्नै इतिहास सच्याउने र 64 वर्षपछि लगातार जित्ने कीर्तिमान बराबरी गर्ने अवसर छ। अर्जेन्टिनाले अहिलेसम्म विश्वकपमा 6 वटा फाइनल खेल्दा 3 पटक उपाधि जितेको र 3 पटक उपविजेता बनेको छ। अर्जेन्टिनाका लागि यो 7औं फाइनल केवल एउटा खेल मात्र होइन, फुटबल इतिहासमा आफ्नो साम्राज्य स्थापित गर्ने सुनौलो मौका पनि हो। अर्जेन्टिनाको विश्वकप फाइनल यात्रा यसपटक कप्तान मेस्सी मुख्य केन्द्रमा रहे। उनकै जादुमय प्रदर्शनमा अर्जेन्टिनाले अपराजित रहेर फाइनल यात्रा तय गर्यो। विश्वकप इतिहासकै सबैभन्दा सफल र कीर्तिमानी खेलाडी मेस्सीले उमेरमा 4 दशक पुग्न लाग्दा पनि उस्तै जोशका साथ मैदानमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले प्रतियोगिताका सुरुवाती 5 खेलमा लगातार गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए। मेस्सीले हालसम्म 7 खेल खेल्दा 8 गोल र 8 असिस्ट गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। 39 वर्षको उमेरमा पनि युवा खेलाडीको जस्तो जोश र ऊर्जाका साथ खेलिरहेका मेस्सी यसपटक पनि गोल्डन बुट र गोल्डन बल दुवै अवार्डको बलियो दावेदार बनेका छन्। फाइनलमा गोल गर्न सके मेस्सीलाई गोल्डन बुट जित्न कसैले रोक्न सक्दैन। फ्रान्सका कप्तान केलियन एम्बापेले 8 गोल नै गरे पनि 3 असिस्ट मात्र छ। फ्रान्सले तेस्रो स्थानको लागि आइतबार बिहान इङ्ल्यान्डसँग खेल्नेछ। एम्बापेको खेलपछि मेस्सीको खेल रहेकाले सर्वाधिक गोलकर्ता बन्न कस्तो समीकरण चाहिन्छ भने फाइनल अघि नै थाहा हुनेछ। मेस्सी अर्जेन्टिनी टिमको केन्द्रमा रहेर पनि पुरा टिमले विश्वकप जित्नका लागि मोटिभेट देखिन्छ। टिमले मेस्सीका लागि, मेस्सीले आफ्नो टिमको लागि आफ्नो सम्पूर्ण मेहनत खर्चेका छन्। आफ्नो टिममेट र युवा खेलाडीहरूका लागि मेस्सी केवल एक कप्तान मात्र होइनन्, मैदानभित्र प्रेरणाका स्रोत समेत हुन्। अर्जेन्टिनाको टिममा केवल मेस्सी मात्र चम्केका छैनन्, सम्पूर्ण टिमको योगदान उत्तिकै महत्त्वपूर्ण छ। मेस्सीले गोल नगर्दा प्लेमेकरको भूमिकामा देखिन्छन् र साथीका लागि गोलको अवसर बनाउँछन्। त्यसमा अन्य खेलाडीले गोल गर्दा यो टिम पूर्ण देखिन्छ। यसपटक टोलीमा मेस्सीसँगै अनुभवी र युवा खेलाडीहरू बीचको उत्कृष्ट तालमेल देखिएको छ। मेस्सीलाई अट्याकमा लाउटारो मार्टिनेज र जुलियन अल्भारेजले साथ दिएका छन्। लाउटारो सुपर सबको भूमिकामा देखिएका छन् भने जुलियन अल्भारेजको गति र आक्रामकताले विपक्षी डिफेन्डरहरूलाई सधैँ व्यस्त राखेको छ। मध्य पंक्तिमा एन्जो फर्नान्डेजले खेलको गतिलाई नियन्त्रण गरिरहेका छन्। उनीहरूले महत्त्वपूर्ण समयमा निर्णय गोल गर्दै अर्जेन्टिनाको सङ्कट टारेका छन्। यसपटकको विश्वकपमा लाउटारो मार्टिनेज अर्जेन्टिनाका लागि सुपर सबका रूपमा उदाएका छन्। बेन्चबाट मैदान प्रवेश गरेर पनि खेलको नतिजा नै बदल्न सक्ने क्षमता उनमा देखिएको छ, जसले गर्दा अर्जेन्टिनाको अग्रपंक्तिलाई थप धारिलो बनाएको छ। मुख्य प्रशिक्षक लियोनल स्कोलोनीको रणनीति र खेलाडीहरूको यो सन्तुलन नै अर्जेन्टिनाको सफलताको मुख्य सूत्र बनेको छ। फरवार्ड मात्र होइन, अर्जेन्टिनाको मिडफिल्डदेखि डिफेन्डरसम्मले गोल गरेका छन्। प्रतियोगितामा अर्जेन्टिनाले अहिलेसम्म 19 गोल गर्दा फरवार्डले 12 गोल, मेस्सी 8, मार्टिनेज 3 र अल्भारेजले 1 गोल गरेका छन्। यस्तै मिडफिल्डर एन्जोले 2, एलेक्सिस म्याक एलिस्टर र जियोभानी लो सेल्सोले 1-1 गोल गरेका छन्। यसबाहेक डिफेन्डर द्वय क्रिस्टियन रोमेरो र लिसान्ड्रो मार्टिनेजले पनि समान 1 गोल गरेका छन्। 1 गोल आत्मघाती गोल उपहार थियो। 2022मा अर्जेन्टिनाले पहिलो खेलमा हार बेहोरे पनि त्यसपछि लगातार 6 खेल जित्दै च्याम्पियन बनेको थियो। तर यसपटक नकआउट चरणमा 1 खेल थपिएकाले च्याम्पियन बन्नका लागि कुल 8 खेल खेल्नुपर्नेछ। अर्जेन्टिनाले अहिलेसम्म खेलेका 7 वटै खेल जितेर आफ्नो अपराजित यात्रा कायम राखेको छ। अब उपाधि जित्न र 100% जित सहित च्याम्पियन बन्न केवल 1 खेल मात्र बाँकी छ। फाइनलमा अर्जेन्टिनाको भेट अर्को बलियो र प्रतियोगिताभर अपराजित रहेको टोली स्पेनसँग हुँदैछ। स्पेनको छोटो पास खेल्ने शैली र युवा खेलाडीहरूको गति विरुद्ध अर्जेन्टिनाको अनुभव र आक्रामकताको लडाई निकै रोचक हुने निश्चित छ। दुवै टोली अपराजित रहेकाले फाइनल खेल बहुप्रतीक्षित र महाभिडन्त हुने अपेक्षा छ।